के जस्तो बनायो फ्याक्ट्री हो कि हस्पिटल हो त्यही त फ्याक्ट्री जस्तो मलाई पनि थाहा छैन कुन के को फ्याक्ट्री हो अघि म छतमा निस्केर पहिला पातलो धोथ्यो अनि टायर यता रोडतिर जलायो होला भन्नु लास्ट टाइम हेर्दा ठुलै निस्क्यो के म पनि अघि आउनु खोजेको थिएँ यहाँ आर्मी बसिरहेको रहेछ जहाँ आउँदैन हजुर अनि फर्केर गएँ अहिले त फेरि ठुलो मुस्ला आयो अनि मैले साथीहरूले भने त्यहाँ तल के भयो हेर्नु जाँदा केटा भने खै हावा गलाउँछ अरे नभए त त्यहाँ झार खुलेर हेर्नु न भने हामी त्यहाँ माथि त्यो काम गर्छौँ क्या कम्पनीमा केमा एलपिजी कम्पनीमा ए ग्यास हेर जाँदा भने दुईजना आएको के भएछ हेर्न आएछ त भन्नु गाडी सिधा त्यही भवन जाँदा पर्थ्यो या के पढ्यो पुरै डोङडोङ छ साथीहरूले पठाएँ मैले हजुर त्यहाँ पुगेर मैले कल गरेँ भनेको लास्टमा कल गर्छ त्यही भवन हो भनेर हो यो के को गोदाम हो उसको गोदाम हो कि चौधरी ग्रुप अहिले त धुवा त कत्रो अहिले त मान्छे त्यति थिएन पहिला थिएन होइन यहाँ त अहिले आउनै दिएको थिएन म आएको थिएँ आर्मीले बस्नु थिएन अनि हिँडेर यो चेकपोस्ट नजिकै दाउरा डिपोनिर हो भइरहेको चाहिँ अब यो बिल्डिङ नाम के हो भन्ने चाहिँ थाहा छैन 4 बजे चेकपोस्ट दाउरा डिपोमा हो 4 बजेर हाइभिजन कोलोनीको अगाडि भइरहेछ 4 बजे त्यसै 9-10 मिनटतिर होला यो यो त हिजैदेखि हो नि यो होइन नि आज हो हिजैदेखि बलिरहेको थियो थिएन नि हिजो त हिजै आइरहेको थियो त हिजो त यहाँको हो यहाँको हो हजुर हिजो यहाँ यो त अघि बिहानदेखि दिएँ मैले बिहान होइन हजुर बिहान होइन अघि खाना खाने त्यो 4 बजेर 2 मिनटमा हो कि 8 मिनटमा दिएर रहेछ 4 बजेर 8 मिनट म माथि छतमा निस्किँदाखेरि बिहानमा अघि दिउँसोको भर्खर बेलुकाको यो त अहिले भर्खर 4:30 हुँदैछ अनि हजुर 8 मिनटको 4 बजेर 8 मिनटको कुरा हो यो धेरै नै भएको यहाँ मैले फोन गरेको कति बजे होइन त्योभन्दा पहिले थियो आइरहेको थिएँ मैले हेरेको थिएँ यहीँ पातलो चाहिँ आइरहेको थियो मेरो घर यहीँ पछाडि हो मैले हेरिरहेको थिएँ 4 बजेर 10 मिनट यो चेकपोस्टको चाहिँ हाइभिजन कोलोनी सँगैको घर हो यहाँ अब बिहानदेखि आगो लागिरहेछ
यो बन्दै चाहिँ थियो नयाँ बनिरहेको बनिरहेको थियो अब भित्र सामान चाहिँ गोदामहरू थियो क्या त्यो गोदामहरू थियो कसको रहेछ यो यो अब गाडीहरूको हो त्यत्रो जग्गा हिजो अब 9 बजेदेखि सुरु गरेर चलाउन 9 बजेदेखि चलाउन सुरु गरे हिजो बेलुकैबाट आइरहेको थियो नि यो धुवा त हो नि ट्यापीहरू नै थियो क्या त्यो रक्सिखाएर गरेर थियो नि त अति नै गरिदिनु थियो अनि 12 बजेतिर अब कति अब 5 बजेदेखि त आर्मीले निस्केको थियो नि त होइन हजुर 10 बजेदेखि 12 बजेतिर आर्मीहरूले सबलाई खेद्यो ट्यापी एउटा भागेछ ट्यापीहरू अनि यहाँको बासिन्दाहरूले पनि यहाँ सामानहरू चोरेको पुरै काटुन अब जे गरे नि हुने भयो मोमबत्तीहरू अनि लाङगुटे मार्नेहरू त्यही त धुवा आएको आइछ कि हिजो रातिदेखि नै बिहान दमकल यति त बोलाएको थिएन यो बोलेको थियो थोरै आइरहेको थियो दिउँसो त अहिले हर्रै बढ्यो झन् पानीले झन् बढायो त्यो कार्बन डाइअक्साइड केमिकलहरू छैन होला त्यसले पो निभाउँछ अब एउटा दमकलले भ्याउँदैन यो एउटाले त कहाँ भ्याउनु यता पनि उता पनि यो उता त्यो हाइड्रिन कोलोनीपट्टिको उतापट्टि गेट छ नि त त्यहाँबाट पनि छिरेको छ नि त मान्छेहरू